हाल्नेछौं अनि पहिलो सुरुमा हामी सबैजना आफ्नो स्थानमा खडा हुनेछौं अनि हामी यो समय परमेश्वरलाई उचाल्नेछौं। साच्चै नै परमेश्वरले आज हामीलाई उहाँको शक्तिद्वारा उहाँको योजनाद्वारा उहाँको अनुग्रहद्वारा आजको यो सुन्दर ठाउँमा यसरी सुन्दर हृदय लिएर उहाँले आराधना गर्ने समय दिनुभएको छ। यसैकारण आउनुहोस् हामी यो समय स्वतन्त्र भएर हामी यो समय परमेश्वरलाई उचाल्नेछौं। आजको दिन आजको समय चाहिँ हामी आफ्नै शक्तिले पाएका छैनौं, तर परमेश्वरले हामीलाई शक्ति दिनुभएको कारण आज हामीले पाएका छौं। आज हामी तन्दुरुस्त छौं, आज हामी स्वस्थ छौं, किनभने परमेश्वरले हामीलाई बल शक्ति अनि ताकत दिनुभएको छ। आमेन। आउनुहोस् हामी यो समय आफ्नो स्वरहरू खोलेर तालीहरू बजाएर जीवित हुनुहुने परमेश्वरलाई उचाल्नेछौं। हामी तालीहरू बजाउनेछौं, गीत गाउनेछौं। हामी प्रभुले भनेछौं, प्रभु मेरो जीवन तपाईमा छ, मेरो बल तपाईमा छ, मेरो आशा तपाईमा छ भनेर हामी स्वतन्त्र भएर परमेश्वरलाई गीत गाएर हामी उहाँलाई आराधना गर्नेछौं। तयारी हुनुहुन्छ? तयारी हुनुहुन्छ? आउनुहोस् हामी यो समय गीत गाएर परमेश्वरलाई आराधना गर्नेछौं। हामी सबैजना तालीहरू बजाउनेछौं। जीवन दिनुहुने परमेश्वरले हामी यो समय उचाल्नेछौं। तपाईँ राजाहरूको राजा प्रभुहरूको प्रभु येशू हामी तपाईलाई उचाल्दछौं। हाम्रो जीवन तपाईमा छ, हाम्रो बल तपाईमा, हाम्रो आशा तपाईमा छ। येशू हामी तपाईलाई उचाल्दछौं। ओ प्रभु तपाईँ राजाहरूको राजा, हामीलाई शक्ति दिनुहुने प्रभु तपाईँ, हामीले दुर्बलताहरूबाट उठाउनुहुने प्रभु तपाईँ नै हुनुहुन्छ। येशू हामी तपाईलाई उचाल्दछौं। राजाहरूको राजा प्रभु महिमाको योग्य, प्रशंसाको योग्य येशू तपाईँ सब पृथ्वीका प्रभु, अझ हामीलाई बनाउनु हुने प्रभु तपाईँ हुनुहुन्छ। येशू हामी तपाईलाई उचाल्दछौं। तपाईँ राजाहरूको राजा प्रभुहरूको प्रभु हुनुहुन्छ। तपाईँ एकमात्र येशू हुनुहुन्छ, सब पृथ्वीका प्रभु, हाम्रो जीवनको मालिक तपाईँ हुनुहुन्छ। येशू हामी तपाईलाई उचाल्दछौं, राजा घोषणा गर्दछौं। तपाईँ जस्तो परमेश्वर कोही छैन, एकमात्र ईश्वर, सबै राष्ट्रहरूमाथि एकमात्र परमेश्वर।
अरू नाममा छैन त्यो मुक्ति हाम्रो येशू नाम मात्र छ यसै कारण हामी उचालौ अझै पनि उचालौ प्रभुलाई अझै पनि धन्यवाद देऊ किनभने प्रभु जस्तो महानहरू कोही छैन हामीले बनाउनु हुने सब पृथ्वीका प्रभु हुनुहुन्छ यसै कारण हामी उचालौ अझै पनि महिमा देऊ येशू ख्रीष्ट प्रभु हुनुहुन्छ सब पृथ्वीका प्रभु हुनुहुन्छ यसै कारण हामी उहाँलाई उचालौ उहाँको नामको महिमा गरौ प्रशंसा गरौ येशू ख्रीष्ट प्रभु हुनुहुन्छ सब पृथ्वीका प्रभु हाम्रो जीवनको प्रभु हुनुहुन्छ यसै कारण हामी उचालौ उहाँलाई उचालौ यो घोषणा गरौ येशू ख्रीष्ट प्रभु हुनुहुन्छ सब पृथ्वीका प्रभु हुनुहुन्छ यसै कारण हामी यो समय उचालौ उहाँलाई महिमा देऊ प्रभु सब पृथ्वीका प्रभु येशू ख्रीष्ट प्रभु सब पृथ्वीका प्रभु
हाम्रो जीवनको राजा हुनुहुने परमेश्वरलाई हामी उचाल्दछौँ होसन्ना तपाईको नाउँलाई प्रशंसा हाम्रो महान ईश्वरलाई जय जयकार हाम्रो प्रभुलाई हाम्रो जीवनको मालिकलाई प्रशंसा होस् राजाहरूको राजा पवित्र परमेश्वर हाम्रो बिचमा हुनुहुन्छ आज हाम्रो जीवनमा काम गर्नुहुने प्रभु उहाँलाई उचालो उहाँलाई महिमा देऊ प्रशंसा देऊ अझै उचालो हाम्रो विराजमान हुने परमेश्वर हुनुहुन्छ स्वर्गमा विराजमान हुने प्रभु तपाईँ राजाहरूको राजा हुनुहुन्छ हामी तपाईँलाई उचाल्दछौँ हामी तपाईँको नाउँको महिमा गर्दछौँ येशू तपाईँ राजाहरूको राजा अझ हाम्रो जीवनमा काम गर्नुहुने प्रभु तपाईँ हुनुहुन्छ येशू हामी तपाईँलाई उचाल्दछौँ महिमाको योग्य आराधनाको योग्य प्रशंसाको योग्य परमेश्वर तपाईँ जस्तो परमेश्वर कोही पनि छैन आज हाम्रो जीवनमा काम गर्नुहुने प्रभु आज हामीलाई सहायता गर्नुहुने परमेश्वर हाम्रो जीवनलाई नयाँ बनाउनुहुने परमेश्वर हाम्रो जीवनमा राज गर्नुहुने परमेश्वर हाम्रो जीवनलाई नयाँ बनाउनुहुने प्रभु हाम्रो जीवनमा काम गर्नुहुने परमेश्वर येशू हामी तपाईँलाई उचाल्दछौँ तपाईँलाई हामी राजा घोषणा गर्दछौँ तपाईँलाई हामी उचाल्दछौँ तपाईँलाई महिमा दिँदछौँ तपाईँलाई प्रशंसा गर्दछौँ किनभने प्रभु तपाईँ राजाहरूको राजा हुनुहुन्छ येशू हामी तपाईँलाई उचाल्दछौँ हाम्रो बिचमा तपाईँलाई आराधना गर्दछौँ तपाईँ जस्तो परमेश्वर कोही छैन हामीलाई मुक्ति दिनुहुने परम प्रभु तपाईँ हाम्रो जीवन दिनुहुने प्रभु तपाईँ हाम्रो स्तुतिमा राज गर्नुहुने प्रभु तपाईँ हुनुहुन्छ हामी एकसाथ भएर तपाईँको नाउँले उचाल्दछौँ तपाईँको नाउँको महिमा गर्दछौँ येशू तपाईँ उचालिनु भएको होस् तपाईँ उचालिनु भएको होस् येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछौँ तपाईँलाई हाम्रो बिचमा प्रशंसा तपाईं हाम्रो बीचमा राज गर्नुहोस्। तपाईलाई हामी यो समय राजा घोषणा गर्दछौँ। तपाईं जस्तो परमेश्वर कोही पनि छैन। हाम्रो जीवनको मालिक तपाईं, हाम्रो जीवनको प्रभु तपाईं। आज हामीलाई बनाउनु हुने प्रभु तपाईं, दलदले पापबाट छुटकारा दिनुहुने प्रभु तपाईं हुनुहुन्छ। येशू, हामी तपाईलाई यस समय हाम्रो जीवनको राजा घोषणा गर्दछौँ। तपाईलाई हामी यस समय हाम्रो जीवनबाट उचाल्दछौँ प्रभु। तपाईँ हाम्रो
हाम्रो जीवनमा राज गर्नुहोस्, हाम्रो जीवनमा बास गर्नुहोस्। तपाईँ उचालिनुहोस् प्रभु, किनभने तपाईँ जस्तो परमेश्वर कोही पनि छैन। आज हामीलाई बनाउनु हुने प्रभु, हाम्रो जीवनमा नयाँ काम गर्नु हुने प्रभु तपाईँ हुनुहुन्छ। यस हामी तपाईँलाई उचाल्दछौँ। तपाईँ राजाहरूको राजा प्रभु, महिमाको योग्य परमेश्वर, आज हामीलाई सहायता गर्नुहुने परम प्रभु तपाईँ हुनुहुन्छ। प्रभु तपाईँ हाम्रो जीवनको स्वामी, हाम्रो जीवनको किल्ला प्रभु तपाईँ। प्रभु हामी कमजोर हुँदाखेरि प्रभु, हामी हराइराख्दाखेरि प्रभु, हामी अशक्त हुँदाखेरि प्रभु, तपाईँ हामीलाई सहारा दिनुहुने प्रभु तपाईँ हुनुहुन्छ। स्वर्गबाट प्रभु जिउँदो रोटी बनिकन हाम्रो जिम्मे आउनुहुने प्रभु तपाईँ। हामी भोका हुँदाखेरि हाम्रो निम्ति भोजन जुटाउनु हुने प्रभु तपाईँ हुनुहुन्छ। येशू तपाईँ बाहेक हाम्रो कोही पनि छैन। येशू हामी तपाईँलाई उचाल्दछौँ, तपाईँले महिमा दिँदछौँ, किनभने हाम्रो जीवनको स्वामी, हाम्रो जीवनको भरोसा तपाईँ हुनुहुन्छ। तपाईँले छोडेर हामी कहाँ जान सक्छौँ र प्रभु, किनभने तपाईँ बाहेक हाम्रो कोही पनि छैन प्रभु। हामी बाँचौँ, हामी मरौँ, हामी जे चाहे जे सुकै गरौँ, हाम्रो निम्ति आवश्यक कुरा भनेको प्रभु तपाईँ मात्र हुनुहुन्छ। येशू हामी तपाईँलाई उचाल्दछौँ, तपाईँलाई धन्यवाद दिँदछौँ। महिमाको योग्य परमेश्वर, आज तपाईँको वचन जीवित छ, आज तपाईँको वचन सत्य छ। आज तपाईँ वचन भइकन हाम्रो जीवनमा बास गर्नुहुने प्रभु तपाईँ हुनुहुन्छ। आज हामीलाई बनाउनु हुने प्रभु तपाईँ, हामीलाई बचाउनु हुने प्रभु तपाईँ हुनुहुन्छ। येशू ओ प्रभु हामी तपाईँलाई उचाल्दछौँ। प्रभु हाम्रो जीवनको स्वामी तपाईँ, हाम्रो जीवनको किल्ला प्रभु तपाईँ। प्रभु तपाईँ बिना हाम्रो जीवनको अर्थ केही पनि छैन। तपाईँ बाहेक हामी अन्त कहाँ जान सक्छौँ र प्रभु, किनभने हामीलाई चाहिने भनेको तपाईँ मात्र हुनुहुन्छ। तपाईँ बाहेक हाम्रो जीवनको स्वामी अरू कोही छैन। प्रभु हामीलाई बनाउनु हुने प्रभु तपाईँ, हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुहुने प्रभु तपाईँ। हामी कमजोर हुँदा पनि हामीलाई अँगाल्नु हुने प्रभु तपाईँ, हामी पापमा हुँदाखेरि पनि हामीलाई प्रेम गर्नुहुने प्रभु तपाईँ। येशू हामी तपाईँलाई धन्यवाद दिँदछौँ। प्रभु आजको दिन, आजको समय, आजको यो स्थान प्रभु सबै तपाईँको अनुग्रहको कारणले हो प्रभु। हामी आफ्नै बल शक्तिले हामी केही पनि गर्न सक्दैनौँ प्रभु, किनभने हामी कमजोर छौँ प्रभु। तर आज हाम्रो कमजोरीहरूमा तपाईँले हामीलाई बल भइकन तपाईँ हाम्रो बिचमा राज गर्नुहुने परम प्रभु तपाईँ हुनुहुन्छ। हामीलाई बल दिनुहुने प्रभु तपाईँ, हामीलाई शक्ति दिनुहुने प्रभु तपाईँ, हामीलाई बलियो पार्नुहुने प्रभु तपाईँ हुनुहुन्छ। आज हामी जहाँ छौँ, जस्तो छौँ प्रभु, तपाईँको अनुग्रहले नै छौँ। त्यो अनुग्रहको लागि धन्यवाद, त्यो प्रेमको लागि प्रभु तपाईँले धन्यवाद। यो समय प्रभु हामी सबैजना एउटै हृदय, एउटै मन भएर जीवित परमेश्वरलाई हामीले उचालेका छौँ, तपाईँको नाउँको महिमा गरेका छौँ, तपाईँको प्रशंसा गरेका छौँ। तपाईँ उचालिनुहोस्, तपाईँको महिमा भएको होस्, तपाईँको प्रशंसा भएको होस्। तपाईँले हाम्रो हृदयबाट सारा आदर, सारा भक्ति, सारा महिमाको शब्दहरू चढाउँदछौँ। तपाईँले लिनुहोस्, ग्रहण गर्नुहोस्। सारा आदर, सारा भक्ति, सारा महिमाको शब्दहरू तपाईँले चढाउँदछौँ। जीवित हुनुहुने येशू ख्रीष्टको नाममा आमेन।